हेलो गाइज, माई न्यू ब्लग। आज चाहिँ म दरसकरमा जाँदै अनि मेरो ब्लगलाई चाहिँ आज लाइक एन्ड सब्सक्राइब गरिदिनुहोस् होला। आज म चाहिँ दरसकरमा घुम्न जाँदै फोटो खिच्न जाँदै मेरो निनीहरू अहिलेसम्म यहाँ टिकटक बनाउँदै निनी अजी बजे सबैजना ठिक छ। मेरो नि ओहो डरस्क्वायरको भ्यू, गोल्डन गेट फोटो खिच्नु। यो चाहिँ फुल डरस्क्वायर, यो देखेको जति सबै यस्तो छ हाम्रो नेपालको भक्तपुरमा। अनिपछि म चाहिँ यो भ्लग चाहिँ मैले आफै बनाउँछ, आफैले गर्छ। यो नयाँ भ्लग मलाई सपोर्ट गरिदिनुहोस् होला। अनिपछि लाइक सेयर कमेन्ट गरिदिनुहोस् होला। म चाहिँ यहाँ तपाईँलाई यहाँको देखाउँछु पछाडि यस्तो छ दरस्क्वायरभित्र हाम्रो। छैन यार, आज हामी है मेरो लागि कन्टेन्ट भइसक्यो। मेरो भिडियोको लागि कन्टेन्ट यहाँ यसरी नाचिराख्यो भने राम्रो छैन हाम्रो नेपाल पनि। ल हामी ठ्याक्कै बिचमा पर्यो यहीँ नेपालको। नेपाल पनि ठ्याक्कै बिचमा, इन्डिया पाकिस्तान चाइनाबाट घेरेको छ। अनि भक्तपुर पनि ठ्याक्कै बिचमा छ नेपालको। चोच्छे पनि बिचमा छ भक्तपुरको। झलै छ यार। क्या बवाल छैन यो। वाउ वाउ नाइस। अर्को न म फेरि पोज गर्छु अर्को। वाउ नाइस। वाउ नाइस। वाउ गोल्डन गेट। वाउ हाँ हजुर। बरफ ल
मलाई ठिक छ तपाईँ कतिजना छ 30 जाने छैन भने के गर्ने म बरफ किन्न गएको मलाई जहिले काम दिन्छ यार अघि न पनि यो मैले भिडियो नबनाउँदा मलाई फोटो मात्र के सबै फोटो ओ वाउ नाइस ब्युटिफुल अमेजिङ यो अहिले भिडियो पनि फुल लङ हुन्ला जस्तो लाग्यो वाउ अमेजिङ यसरी जाम हाम्रो कुकुर डोस देखेन अलग किनेर ल्याइसक्यो ओ हिसाब चाहिँ कति हो है 100 मा 8 मल्टिप्लाई हैन छोड्दे 8 मल्टिप्लाई 30 कति हुन्छ अच्छा मैले बिर्से यार 200 हुन्छ कि 240 वाउ मलाई जरा स्क्वायर चाहिँ बब्बार लाग्छ नि त फेरि हैन ओ फसिदे उता पसारी देखिरहेको छ त पसारी वाले स्किन कलरको यो चाहिँ भैलोखका जम भन्नु पर्ला यार अहिलेसम्म भैलोख बिगाएर छैन कि हाम्रो ट्रेडिसनल फेस्टिभल लिनुस् मम्मी 8वटा आएन नि त 8वटाको लागि 240 चाहिन्छ अरे 4वटा आएन जाऊँ न म डर स्क्वायरमा